आदरणीय दर्शकवृन्द नमस्कार है। आज म मेरो 3वटा कथा सङ्ग्रहहरूमध्ये यो दोस्रो कथा सङ्ग्रह कोशी नदीले बगाएको एक थुङ्गा गुराँस कथा सङ्ग्रहबाट है शीर्षक कथा कोशी नदीले बगाएको एक थुङ्गा गुराँस नै म यहाँ है पठन गर्न लागेको छु। सुनिदिनुहुन्छ भन्ने मलाई विश्वास लागेको छ र यसको भनौँ नि यो कथा चाहिँ यस्तै छ। म धेरै अगाडि मेरो मावली गाउँ है मेरा आमाको गाउँमा गएको थिएँ र एकदमै पहाडको ठाउँ है। मेरो आमा पहाडकै हो, पहाडबाट अब 13 वर्षकै उमेरमा यता आउनुभएको र आमाले मलाई अगाडि सानोमा सुताउँदाखेरि जति कथाहरू सुनाउनुहुन्थ्यो है, जुन जुन ठाउँको वर्णन गर्नुहुन्थ्यो त्यो ठाउँमा म पुगेँ, हेरेँ। अनि त्यहाँ जाँदाखेरि मैले कतिपय त्यस्तो पात्रहरू भेटेँ है। त्यति बेला मलाई खुबै कथा लेख्नु रहर लाग्थ्यो नि त। म जहीँ गए पनि कथाको पात्रहरू म खोज्थेँ र मेरो आमाको मावली गाउँमा भनौँ न, मेरो आमाको गाउँमा जाँदै मैले कतिपय त्यस्तो पात्रहरू भेटेँ है, जुन पात्रलाई चाहिँ मैले मेरो कथामा एउटा काल्पनिक तौरमा उहाँहरूलाई मैले राखेँ र त्यस्तै एउटा कथा है, एउटा काल्पनिक कथा भनौँ, यसमा केही सत्यता पनि छ। त्यो कथा आज म पठन गर्न लागेको रहेछु। शीर्षक छ कोशी नदीले बगाएको एक थुङ्गा गुराँस। चुम्लुङको डाँडामा आइपुगिसकेपछि बोटै रात्ते पारेर फुलेको गुराँसको गाछ छेउको एउटा रातो माटोले पोतेको 2 तल्ले गाराको घर देखाएर बादलीले भनी, ऊ त्यो त हाम्रो छ्यामाको घर पो हो त, भेटिराख्छु नि ल, फेरि त अब भेट हुने हो कि होइन। यति भनिराखेर अनि ऊ कुदेर गइ पनि हाली। पसिनाले नित्रुक्क भिजेको कमिजको माथिल्लोपट्टिको 2वटा टाँक खोलेर दिलमान बादलीले दिएको जाली रुमालले अनुहारको पसिना पुछ्दै ठुलो ढुङ्गामाथि चढेर सुसेल्दै हावा खान थाल्यो। त्यो घरको माथिल्लो तल्लाको खिड्कीभित्रबाट उत्सुकता बोकेका 2 सेता सेता तरुणी अनुहारहरूले च्याउने थालेका। तर यादै नपाएको गरेर दिलमानले भनी, चिमल पनि फुलेर सेतै भएको आफू साम्नु उभिएको सानो थुम्काभरि आफ्नो नजर त्यसै अडाइरह्यो। एकछिन आउनु अरे तपाईँ पनि, बादली करासोमा निस्केर कराए। दिलमान झट्ट नगएर एकछिन त्यसै बसिरह्यो। फेरि आउनुहोस् न भनी इसारा गरे बादलीले। अनि ढुङ्गाबाट उफ्रेर झर्यो दिलमान। राडी ओछ्याएको रहेछ। काँसे बटुको भरि दुध पनि देख्यो दिलमानले। अनि शरम लागेका तरुणी मनहरूलाई छेक्न नसकिरहेका ती एक जोर वैँसहरू पनि कुनाको अँध्यारोपट्टि आफूहरूलाई लुकाउने असफल प्रयास गर्दै उसलाई नै एक तमासले हेरिरहेको पायो दिलमानले। नानी बस्नुहोस् न, त पनि बस बादली भन्दै भित्रबाट एउटा आधा वैँसी औरत दिलमानको सामुमा आइपुगिन्। दिलमानले अत्तालिएर ढोका निको निको भन्दै उसले ढोक थापिन्। अनि दिलमान बस्यो राडीमा, छेउमा टाँसेर बसी बादलले पनि। अनि खोसेलाको गोलो पिरा तानेर बस्दै बोल्न थालिन् छ्यामा चाहिँ, म त छक्कै परेँ, हाम्रो छोरी बादली पनि अब ज्वाइँ रोजेर जाँदो रहेछ। छ्यामा सम्झेर यो निस्किराखी, ठिकै छ अब भागेर जाँदै रहेछौ दिदी भेनालाई म सम्झै बुझाइ गरिदिउँला नि। छोरीको जातले एक न एक दिन त कुटुम्बमा जानु नै पर्ने हो। तर हेर्नुहोस् ज्वाइँ नानी, म चाहिँ के भन्छु भने मुलुकै काटेर लानु हुँदैछ हाम्रो छोरीलाई। हेला होचो चाहिँ नगरिदिनु होला। इन्डिया दार्जिलिङ भनेको त खै सपनामा पनि देखेको छुइनँ, सुनेको मात्रै हो। हाम्रो बादली छोरी कस्तो भाग्यमानी रहेछ परे, घरै बसाउन गइरहेछ उता। बाँचिएछ भने कुनै दिन हामी पनि आइपुगौँला। यी मेरो 2वटी छोरी छन्, यिनीहरूको चाहिँ भाग्य कता छ कोनी भन्दै उनले कुनातिर हेरिन्। ती जोर बहिनीहरूले अनुहार लुकाए। यो 2टाले पनि पखेटा लागेपछि त म एक्लो आइमै मात्र रहन्छु, के गर्नु। यिनीहरूको बाबु पनि आछाम गएको,
औलो जरेले उतै खस्यो। अनि उनले दुध भरेको काँसी बटुको उठाउँदै भनिन्, छोरी, त पनि त अब हामीलाई छोडी बिरानो मुलुकतिर जाँदैछस्, यो सगुन खाइरा। पालै पिल्ले खुवाइदिन् उनले बादली र दिनमानलाई। अनि बटुको राखेर सबैले देखिने गरी मुजेत्रको फेरले आँसु पुछिन्। छ्यामचैको रोएको आँखाहरू देखेर ओबानो भएर बस्न मानेनन् बादलीको आँखाहरूले पनि। दिलमानको काँधमा लट्किराखेको जाली रुमाल झट्ट तानेर आँखाले छोपी बादलीले उतापट्टि फर्केर छ्यामचैले रङ्गी बिरङ्गी लुगाको टालोले बनाएको थैले खोलेर कुनी कति पैसा झिकेर दुवैजनाको हातमा लगाइदिन खोज्दा, पर्दैन छ्यामा भन्दै छ्यामाको हात समाई बादलीले। तर छ्यामचैले जबस्ती हातमा थमाउँदै भनी, थाप न, त जाँदैछस्, अरू खोइ के पो दिनु र, दिने कुरा पनि केही छैन तेरो छ्यामाकोमा। रामले घरघरि कानु, सासु ससुरारी रिझाउनु, लोग्नेको इमान राख्नु, अब अरू के भन्नु र, भाग्यवती भइस्, यति आशिष नै तेरो छ्यामाको, कोसिली सम्झिँदै भन्दै उनले फेरि एकपल्ट मुजेत्रको फेर चिसो पारिन्। दिलमान बाहिर निस्क्यो। ती दुई बहिनीहरू पनि कति बेला बाहिर निस्केर करासम्म रोइरहेका रहेछन्। अनि बादलीले त्यहाँ पुगिदिएपछि त झन् तिनीहरूको मन रुवाईहरू पुरै कारुणिक आवाजमा अनुवाद भएर वातावरण नै एक प्रकारको बिरामिलो पारिदियो। अनि मुलुक छोडी जाने चेलीको विरह मनमा अझ विरह थप्नलाई हो कि जस्तो कुनै कताबाट हुर्र उड्दै आएको एक जोर न्याउल पनि त्यो गुराँसको होच्चेको डालमा बसी रुन थाले। न्याउल न्याउल गर्दै निरन्तर चुम्लुङको त्यो पाखा नै बिरमाइलो पार्ने गरे। दिदी भेनालाई पुर्याउन चिसापानी बजारसम्म आइपुगेका ती दुई बहिनीहरूलाई बिदाईको अङ्गालो हालेर बेसमरी रोइसकेपछि पनि नरेतिएका आँसुहरूलाई अझ पोखिन दिँदै एकोहोरो हिँडिरहेको बादलीलाई पौवा डाँडा आइपुगिसकेको पनि पत्तै भएन। दिलमान केही कदम अगाडि हिँडिरहेको थियो चुपचाप। आफ्ना आमा बाउ, गाउँघर, इष्टमित्र सबैले यसरी चटक्क छोडेर जानु पर्दाको पीडा, स्नेह र मायाहरू चर्को दुख्न थालिसकेको थियो बादलीको मुटुभित्र। हिँड्दा हिँड्दै ऊ थचक्क बस्न पुगी। ढाकरमा कुर्स्तै सामानहरू बोकेका दुई जवानहरू अलिक तलको घुम्तीमा फुत्त देखा परे। आँसुसरीको आँखाले एकछिन निहालेपछि ला भनेर जुरुक उठेर ऊ कुद्दै दिलमानको ढाडमा छेलिन पुगी। के भो? दिलमानले ठक्क हिँड्नु रोकेर सोध्यो। जवाफै नदिएर म लुकेँ है भन्दै ऊ बाटो मुनि हाम फालेर ऐसोलुको झ्याङझ्याङबाट पनि छेलिँदै गएर कहाँ लुकी दिलमानले पनि देखेन। सायद उसको कोही आफन्त पर्ने होला सम्झ्यो यसरी दिलमानको मनले। ऊ बिस्तारै अघि बढ्यो। दिलमान छेउमा पुगेपछि ती भरियाले पसिनामा लपतिएको अनुहार उठाएर एक झलक दिलमानलाई हेरे। तिनीहरू उकालिँदै गएको माथिको एउटा ठुलो ढिस्कानाले छेलिएपछि अनुहारमा टालिएको माकुराको जालो, उसको फुलबुट्टे लुङ्गीमा टालिएको कुरोहरू टिप्दै बादली बाटोमा निस्केर अलिक छिटछिटो कुदेर दिलमानको छेउमा आइपुगे। किन त्यसरी अत्तालिँदै कुदेको हो? सोधे दिलमानले। तिम्रो आफ्नो मान्छे हो? होइन, जनेको दाइ रहेछ नि। लुकेको हिँड्दै चोलीमा टाँसिएको कुरोहरू टिप्दै भनी बादलीले। को जनेके? किन लुकेको त्योदेखि? स्पष्टीकरण खोजे दिलमानले। प्रत्युत्तर नपाउँदा बादलीबाट कता कता चिसो पसेको जस्तो भयो उसको मनभित्र। कतै त्यो मोरो बादलीको तन्देरी त होइन? उसले फनक्क फर्केर हेर्यो एकचोटि बादलीलाई। किन लुकेको? मिल्दै थियो कि क्या हो तिमीहरू? शङ्काको आगोमा सल्किँदै गएको मनले अलिकति फिलिङ्गो उछिट्याइहाल्यो यसरी दिलमानले। होइन हौ, त्यस्तो त उसले चाहिँ मन पराउँथेछ कि मलाई। बाटोघाटोमा भेट्दा जिस्काउँथ्यो, फकाउँथ्यो पनि। तर त्यस्ता अरिमठीसँग को जाने नि? फेरि त्यसको बाउ दाईहरू त ज्यानमारा पनि हो त। त्यस्ता र घरमा जानी बुहारी भएर जाइन्छ त? तल बग्दै गरेको रुवा खोलाको स्वच्छ पानी जस्तै सफा मन भएकी बादलीले
नढाँटे बितेको दिनको कुरा भनिदिए। तर कुनै किन दिलमानको दिल गह्रो हुँदै आयो। पिसन्च हुन थाल्यो उसको मन। जति हेर्दा पनि ठ्याक्कै आँखा र मनको तिर्सना नमेटिने मोहनी रूप भएकी उसको बादली, जो उसको जीवनको एकदमै पेवा मान्छे भएर जाँदैछ उसित अहिले। नजाने कति खेप यी गोरेटेहरूमा जनकसित हिँडी होली, जनकले जिस्कायो होला, ऊ पनि इत्री होली अवश्य। यतिका राम्री ठिटीले यतिका उमेरहरूसम्म कसैको माया र छाया मुटुमा नटसाई बाँच्न सके होली र। अनि यस्तो हिस्सी परेको तरुणीलाई कुन कुन तन्देरी मनहरूले रुचाएर आफ्नो बनाउन चाहेनन् होला र। के म मात्रै उसको वैंशले रुचाएको पहिलो मान्छे हुँला र। आफ्नै शङ्का र दुष्कल्पनाहरू र ईर्ष्याको डाहाको ज्वालामा पिरोलिन थाल्यो दिलमानको मुटु कलेजो। उसको मन गलेर होला, जिउनै गलेको झै भएर खुइय गर्दै ऊ अलिक तलनिरको चप्टेटे ढुङ्गामा पोको पत्याउरे एकातिर फ्याँकी उत्ताने पर्यो। एकपल्ट लामो निश्वास छोड्यो। आफूले लोक्ने पारिसकेको मान्छेको यस्तो क्रियाकलाप र निशब्दताले बादलीको मनलाई पनि सन्चो दिन छोड्यो। अब विस्मातको रापले सेकेर ओइलिँदै गएको अनुहार बोकेर ऊ दिलमानको छेउमा टुक्रुक्क बस्न पुगे। दिलमान चलेन पनि बोलेन पनि, पक्कै पनि जनकीसितको मेरो कुराले उहाँको मनलाई जलाएको होला भन्ने कुरामा निश्चित भइसकेकी बादलीले तर अर्कै बोली, साह्रै गले जस्तो छ नि हजुरलाई। हाम्रोतिरको बाटो त यस्तै हो, उकाली ओह्राली पहाडको ठाउँ खाल्डा र खोल्डुङ। तपाईँहरूको तिर त मोटरको ठुल्ठुलो चिल्लो सडक होला। तर हातले दुई आँखा छोपेर उत्तानो परेको दिलमान केही पनि बोलेन। कुनी किन बादली तर अहिले मुस्यक्क हाँसी। तर त्यो दिलमानले देखिदिएन। बादलीले बाटो मुनि माथि यताउति सबैतिर हेरी अनि बटुवारे कोही पनि नआइरहेको पाएर उसले बिस्तारै आफ्नो आधा जिउ दिलमानको टाँक खोलेर उदाङ्ग देखिएको तातो भुँडीमाथि छपक्क बिसाए। अब भने पौवाको थुम्कोमा रमाइलो फुलेर सिरिरी हावामा हल्लिरहेको गुराँसको रातो रङहरू उसको अनुहारभरि सरेर रक्तिम भए जस्तो थियो। त्यो अनुहार उसले थपक्क राखी अब दिलमानको छातीमाथि आत्मविभोर भइसकेकी थिए ऊ। अनि मायाहरू पोखिनुको उपक्रम भएर कुद्दै थिए अब उसका औँलाहरू दिलमानको गाल, निधार, नाक र कपालतिर निरन्तर। बादलीबाट पहिलोचोटि आज स्पर्शसहितको मायालु क्रियाकलाप यसरी भइदिँदा एकछिन त उसको मन एकदमासले रमाइ उठ्यो। तर त्यो रमाउनेको आवेगमा उक्सेर बादलीभित्र पनि उस्तै आनन्दको अनुभूति गराउने कुनै पनि किसिमको प्रचेष्टामा भने ऊ तर तत्पर नभई उस्तै बसिरह्यो निशब्द। तरै पनि आफ्नो छातीमा समेटिन आइपुग्दा थिचिएको बादलीको नाक र ओठबाट बडो सकस पर्दै निस्किरहेको न्यानो श्वासको तीव्रतासँगै आफ्नो मुटुको धड्कन पनि तीव्रता हुँदै गएकोसँग एउटा बेसुध जस्तो हुनुको मिठो अनुभूतिमा ऊ हराइसक्यो जस्तो भने अवश्य थियो। तर केही बेरपछि यसै अवस्थाको कुरामा ऊ भित्रको दिलमान भने बिस्तारै छटपटिन थाल्यो। बादलीबाट पाइरहेको यो प्यारजन्य क्रियाकलापलाई उनले धमिलो मनले यसरी सोच्दै गयो, के उसले जिन्दगीमा माया गरेर कपाल यसरी खेलाइदिएको मेरै मात्र प्रथम होला र? कि यसरी नै उसले जनकीको कपाल खेलाएन होली र? जनकीको छातीमा के यसरी नै उसले आफ्नो भरिलो वैँसा पिसाएन होली र? बादलीबाट पाउन लागेको माया र प्यारहरू सबै नै जुठो र बासी लाग्न थाल्यो उसलाई। यी सबै पहिले नै अरू कसैकोमा प्रयुक्त भइसकेको र त्यही अवस्थता र त्यही भावमा ऊ अहिले यसरी ममा पनि पोखिँदै छे भन्ने लागेर अनि बादलीको चोखो माया पाउने पहिलो भाग्यमानी बन्न नपाएकामा उसलाई भित्रबाट सही नसक्नु रिस र आरिस लाग्दै आयो। असहनीय भइसकेको उसले दुई हातले बादलीको कपाल समाएर झट्ट हटाइदियो आफ्नो छातीबाट। एकछिनसम्म त किङ्कर त बेविमोड बनी हेरिरहे बादलीले दिलमानलाई।
अनि एक्कासी दुई हत्कलीले अनुहार छोपेर रुन्चेसर भन्ताली आजदेखि नै सताउन थाल्नुभयो मलाई। मैले के भुल गरेको छु र? मेरो गल्ती भए मलाई मारिदिनु नि बरु। ओ हिक केताउन थाली। र हवस् त श्रोताबिन है, आजलाई यतिमा नै मैले यो राखेँ र भोलि पनि म तपाईँहरूलाई है यसको रहल अंश पठन गरेर सुनाउनु छु है। मलाई लाग्छ, मलाई विश्वास छ तपाईँहरूले मन पराइदिनुहुन्छ र लाइक कमेन्ट पनि गरिदिनुहुन्छ र सब्सक्राइब पनि गरिदिनुहुन्छ भने मलाई विश्वास त। हवस्, आजले यति ल। मेरो यो कोशी नदीले बगाएको एक थुङ्गा गुराँसको कथालाई म ढुङ्गाउन चाहन्छु। भोलि म यही समयमा फेरि पठन गरेर तपाईँहरूको अघि राख्नेछु। हवस् त, धन्यवाद।